हेलो साथीहरू, जय मसी। नमस्कार सबैजनालाई। तपाईँहरू सन्चै हुनुहुन्छ होला। आजको दिन एकदमै राम्रो छ। घाम लागिरहेको छ, उज्यालो छ। तपाईँहरू सबै ठिकै हुनुहुन्छ होला। अनि सम्पूर्ण मेरा मित्रगणमा नेपालीहरूको महान चाड दसैँको शुभकामना बधाई दिन चाहन्छु। र मानिसहरू संसारमा जन्मन्छन् अनि जन्मिँदाखेरि मृत्युको निश्चयता बोकेर जन्मेका हुन्छन् र जन्मेपछि एक दिन मर्नुपर्छ, मृत्युमा पर्छ। र धेरैजनाको सोच के हुन्छ भने यो जीवन चाहिँ मोज मस्ती गर्नु, रमाउनु, खानु पिउनु इत्यादिहरू गर्न हाम्रो लागि यो समय हो भनेर सोच्दछ। र जन्मेपछि एक दिन मरिन्छ अनि यसको बादमा जीवन सकिन्छ भन्ने बुझाइ छ हाम्रो। त म तपाईँलाई के भन्न लागिरहेको छु भने मानिस अवश्य एक दिन जन्मिन्छ अनि एक दिन मर्छ। यो कसैले टार्न नसकिने एउटा प्रकृतिको नियम बनेर आएको छ। त मानिसको जीवन चाहिँ जन्मेपछि मृत्युसम्मको जीवन भन्दा पनि महत्त्वपूर्ण चाहिँ मानिसको मृत्यु भएपछिको उताको जीवन चाहिँ अर्को जीवन छ, जो चाहिँ हामीले सोच्नुपर्ने, अहिले हामी संसारमा जीवित रहँदा सोच्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा छ। तपाईँलाई म के भन्न चाहन्छु भने बाइबलमा यस्तो लेखिएको छ, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले एकलौटे पुत्रलाई दिनुभयो अनि हरेक जसले विश्वास उहाँमाथि विश्वास गर्ने चाहिँ नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। अब यो अनन्त जीवन चाहिँ के हो? धेरैको लागि यो एउटा कन्फ्युज विषय हो, नसुल्झिएको नबुझेको एउटा कुरा छ। मरेपछि के हुन्छ हुन्छ, मरेपछि खरानी हो, मरेपछि हावा नै हो, इत्यादि इत्यादि हामी मानिसहरूकोबाट यस्तो प्रतिक्रियाहरू हामी हरेक समय सुन्ने गर्छौँ। तर बाइबलले भन्छ मृत्युको पश्चातको जीवन छ, त्यो जीवन चाहिँ अनन्तको हो। र जसले प्रभु येशूलाई विश्वास गरेको छ त्यसले एकपल्ट मृत्यु भोग्नुपर्छ, जो चाहिँ जन्मेपछिको शरीरको मृत्यु हो। र यो जन्मेर मृत्युको बिचको समयमा यदि मानिसले चाहिँ प्रभु येशू ख्रिस्ट उद्धारकर्ता मुक्तिदाता हो भनेर विश्वास गरेपछि उद्धार पाउनेछ। अनि त्यो व्यक्ति चाहिँ एकपल्ट शरीरमा मृत्यु भएपछि ऊ फेरि अर्को मृत्यु हुँदैन। ऊ अनन्तको राज्य, परमेश्वरको राज्य, स्वर्गीय राज्यमा उसले ठाउँ पाउनेछ। तर जसले बाइबलको परमेश्वरलाई विश्वास गर्दैन, यो जन्मेर मरेको यो जीवनको बिचमा यो समयमा परमेश्वरलाई, प्रभु येशू ख्रिस्टलाई उद्धारकर्ता र मुक्तिदाता भनेर विश्वास गर्दैन, उहाँहरूको चाहिँ शरीरमा एकपल्ट मृत्यु हुन्छ अनि त्यसको पछाडिको समयमा फेरि अर्को दोस्रो मृत्यु हुन्छ। त्यो मृत्यु चाहिँ हो उसले नरकुण्डको भाग पाउँछ, जो चाहिँ आत्मिक मृत्यु भनेर बाइबलमा भनिन्छ। अब त्यो
एकपल्ट जन्मेर दुईपल्ट मर्नुपर्ने स्थिति चाहिँ हामीले प्रभु येशूलाई विश्वास गरेनौँ भने त्यो समस्या, त्यो परिस्थिति हामीले भोग्नुपर्ने हुन्छ। र तपाईँहरूसँग म एउटा कुरा फेरि भन्न चाहन्छु। बाइबलको अर्को खण्डमा रोमी 6 अध्यायको 23 पदमा यसो लेखेको छ, पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान यीशु ख्रीष्टमा अनन्त जीवन हो। यसैले प्रभु येशू, हामी संसारमा पापी छौँ र पापबाट क्षमा गर्ने चाहिँ एउटै व्यक्तिको अधिकार छ, अथोरिटी छ। उहाँ चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँले मानिसको पाप क्षमा गर्ने उहाँकोमा अथोरिटी छ। अनि उहाँले क्रुसमा आफै मृत्युवरण गरेर उहाँको रगतद्वारा हाम्रो पापहरू शुद्ध हुँदछ भनेर बाइबल लेखेको छ। र उहाँलाई विश्वास गर्नेहरूले चाहिँ दोस्रो मृत्यु भोग्नु पर्ने छैन। र तपाईँहरूमा कति यो कुरालाई बुझ्न गाह्रो परिराखेको छ भने तपाईँहरूले बुझ्ने कोसिस गर्नुहोस् र तपाईँहरूको आजको दिन राम्रो होस्। सबैलाई शुभकामना। धन्यवाद।